आइसकेको छौँ नयाँ भ्लग लिएर। तपाईँहरू सन्चै हुनुहुन्छ भने साथ हामी चाहिँ आइसकेको छौँ सन्चो हुनको लागि। यहाँनिर पुरा जोस जागरको साथमा हाइकिङ आएको गाइजहरू देख्न सक्नुहुन्छ। वरिपरि जङ्गल अनि पहाडहरू। बिहान बिहानै उठेर आइयो होइन। बबाल ठाउँ छ गाइजहरू घुम्नको लागि हाइकिङको लागि चाहिँ बबाल ठाउँ हो। अब हामी जङ्गल माथि डाँडासम्म पुग्छौँ। गाइजहरू मेरो मोबाइलमा चाहिँ आज फेरि क्लियर भिडियो आएको छ यहाँनिर जङ्गलमा आएर होला। यहाँ हरियाली देखेर आँखाले घाममा हेर्न सक्दैन किनकि यहाँनिर मेरो आँखा राति धेरै नसुतेर आँखा गयो जस्तो लाग्यो। हामी चाहिँ जापानमा हाइकिङ गर्नको लागि अहिले 2 पल्ट भयो। अस्ति नै उता जोकोजीतिर गएको थियो, आज यतातिर। यहाँ चाहिँ हामी एक्सपिरियन्स घुमघाम गरेर जताततै बस्ने ठाउँहरू रहेछ होइन। तर हामी बस्न चाहिँ आएको होइन। यहाँ त हामी हिँड्न कोसी के हो कोसी जङ्गलमा चाहिँ जताततै यहाँ बस्ने ठाउँहरू चाहिँ छ क्या। छाप्राहरू चाहिँ टक्क यतै बस्नु पर्ला जस्तो छ दाइ। गाइजहरू यहाँ पनि नेपालमा जस्तै बँदेलहरू नि आउँदो रहेछ। बँदेलहरूको भर्खरको ताजा पाइलाहरू छ। कट्टुस आज हामी कट्टुस पनि खोजे भेटायौँ हामीले त जङ्गलमा। कट्टुस हामीले जङ्गलमा बँदेल देख्न सक्छौँ होला त। सम्भव छ त आज बिजोग छ यहाँतिर त। 3जना छ, 3जना त झस् होला एउटा बजारलाई। बिहान यो बुढो कति चाँडो गएर फर्किसकेको छ। हामी भर्खर जाँदैछौँ। हामी चाहिँ यहाँनिर घुमेर बसिरहेछौँ। लाइफमा हामीले चाहिँ चिल हानेर बसिरहेको छ यतातिर। मान्छेहरू चाहिँ जङ्गल बाध्यताले जान्छ। हामीलाई चाहिँ रहर लागिरहेछ। लगाइहरू तपाईँहरूलाई दाउरा साउरा चाहिएको भए चाहिँ यहाँनिर इनफ दाउराहरू छ। प्रोपाइटर शीतल लामालाई कन्ट्याक्ट गरी लान सक्नुहुन्छ। धन्यवाद। नाक ठोकिन डाँडामा आइसकेको हेर्न सक्नुहुन्छ पुरै उकालो। हामी यहाँ छिलपिल भइसकेको छ। खुट्टाहरू पनि खुलित्त भएको छ गाइस। अब हामी चाहिँ यहाँबाट नजिकै आइपुगिसक्यौँ जस्तो लागेको छ। तर केही थाहा छैन हामीलाई यहाँको बारेमा केही जानकारी छैन। त्यसैले हामीलाई धेरै गाह्रो पर्छ जस्तो लाग्यो। यहाँबाट तल हेर्दाखेरि त अलि बिहानै आएको भए चाहिँ बबाल छिन देखिन्थ्यो होला क्या दाइ। अनि किल्ला रहेछ यो यहाँबाट चाहिँ छुट्यो जस्तो छ दाइ। कहाँतिर यहाँ पनि रहेछ। के हो यहाँ त ढुङ्गालाई सफा गरेर राखेको त। मान्छे बस्ने ठाउँ बनाएर नेपालतिर देउता भनेर पूजा गर्थ्यो होला। कता मामा घर हो। मामा घर ल यहाँ बसेर चाहिँ बबाल माथि गएछ। यहाँ हिमाल पनि देखिन्छ। बबाल ठाउँ त्यस्तै बबाल ठाउँ रहेछ गाइस। 50 मिटर के मिटर हो कता हो। डोजरले डेन्जर खनेको यो बँदेल त नेपालमा मात्र होइन जापानमा डेन्जर गरेर रहेछ बँदेल। हामी फर्किसकेको छौँ। यहाँनिर खासै त्यस्तो राम्रो ठाउँ त देखेन। हामी हाइकिङ चाहिँ हामी बबाल जङ्गल डुलेर बँदेल पनि देखेनौँ। कालिज मार्न आएको कालिज पनि देखेन। यस्तै भयो आजको दिन चाहिँ। हिँड्न चाहिँ बबाले हिँड्यो, खुट्टा पनि दुख्यो, मजा पनि आयो। कति दिनपछि हिँडेको छ। अनि कति सहरमा बसेर त्यो गाडीको आवाज झ्याउ सुन्नु। कहिले पिस जङ्गलतिर डुलिने, चराचुरुङ्गीहरू हेर्ने। सहरतिर त चराको त्यो आवाज पनि सुनिँदैन क्या गाइस होइन त। तर बबाल मजा नै आयो होइन घुम्नु पनि होइन। गाइसहरू हामी चाहिँ जङ्गलमा हराइसकेको छौँ। बाटो कता हो कता। यहाँनिर नेट पनि नचल्दो रहेछ। अब हामी कहाँ हरायो गाइस आज। अब के गर्ने हो, चार्ज पनि सकिन मोबाइलमा। गाह्रो पऱ्यो हामीलाई।
कहाँ आयो धेरै बाटोहरू रहेछ एउटा बाटो आएको अब कहाँ पुग्ने हो आज कहाँ पुग्ने भन्ने चाहिँ थाहा भएन अब मोबाइललाई चाप पनि सकिनु लाग्यो गाइजहरू चेक गराएको हो यो गाइज डरलाई गाइज हामी हराइसक्यौँ कैसा लगा मेरा मजाक जापानिजहरू अहिले डराएर पुलिसले फोन गर्न बेर लाउँदैन गाइजहरू डरायो क्या अरे गाइजहरू जङ्गलमा हिँड लड्छ है यो माटो त कलर छैन त बाटै यो सर्टकट भनेर आएको ऊ चाहिँ तल ऊ मान्छे आइरहेको छ नि उड न उड विराज भट्ट स्टाइलमा Thanks for watching. Keep support.